त्यसैले एउटा सानो घुमाउने कुटीको चित्र बनाएर ओलीकुटी भनेर एउटा सानो साधु जोगी कोही एकजना बस्छ नि आफै एकजना बस्ने कुटीको यसो चित्र देखाएर उहिलेका जोगीहरूको त्यो नि एक्लै बस्ने सानो यसो घुमेको कुटी त्यसको चित्र देखाएर अब ओली बालकोटबाट त्यहाँ पुग्यो फेसबुक स्ट्याटसमा हालिदियो त्यसले ओलीकुटी भन्ने स्थापना गरिदियो त्यसो भएर साथीहरूले कुटी कुटी भन्न थाले अब कुटी त बनाउनै पर्यो भनेर अब कुटी बनाउँदाखेरि म त एक्लै त छैन तपाईँहरू आफै हेरिरहनु भएको छ आँगन नपुगेर हैरान छ हिजो शिलान्यास भएछ अरू साथीहरूले सामाजिक सञ्जालहरू हेरेछन् ओलीकुटीको शिलान्यास भन्ने म व्यस्ततामा मान्छे एकपछि अर्को भेट्दै एक हुल भेटेको छ अर्को हुल भेटेको छ थाहै पाइनँ एकैचोटि बेलुका मैले सुने कसले यहाँ कुरा गर्दा मेरो श्रीमती कोठामा पर्सिन् ओलीकुटीको शिलान्यासको चर्चा चल्यो म छक्क परेँ कहाँ ओलीकुटीको शिलान्यास भएछ भनेर त्यही नजिकै साथीहरूले मेरो श्रीमतीलाई बोलाएर शिलान्यास गराएको रहेछ मैले चाहिँ त्यो जमिन पनि देख्न पाएको छैन त्यो ठाउँ पनि देख्न पाएको छैन शिलान्यास पनि मैले केही घन्टा पछि मात्रै थाहा पाएँ अब बिहानतिर कतिखेर दिउँसो भएको होला यो कुटी बनाउने काम मेरो होइन राजनीति गर्ने काम मेरो हो